Hello guys, welcome back to my another video. आज चाहिँ हामी माथि बारी आइरहेको छ चाहिँ हाम्रो माथिल्लो बारी काकाहरुको हो। है यहाँ सुन्तला बगान चाहिँ ठुलो भइसकेको छ। यहाँ आफ्नो आफ्नो छ काकाहरुको, यहाँदेखि उता हो कान्छा काकाहरुको माथि कता देखि छ, यता सुम काकाहरुको छ उता गैरीमा हो। हाम्रो गाउँमा चाहिँ सुन्तला चाहिँ यसरी फल्छ। सुन्तलाको बोट बारीमा चाहिँ अरु मल्टिपल उयो हुन्छ नि त, यहाँ चाहिँ मतलब साग पनि हुन्छ, यहाँ खोर्सानीहरु पनि हुन्छ। अनि सुन्तला बिचमा चाहिँ उसै हामी चाहिँ माथि आएको आज बारी खोर्सानीहरु पनि रोपेको छ है। यहाँ चाहिँ पुरा सुन्तलाको बगानै बगान छ। यहाँ चाहिँ अहिले चाहिँ पाक्ने टाइम हुनु आट्यो। यत्रो भइसक्यो अहिले चाहिँ सुन्तला यत्रो भइसक्यो है। कपेलमा चाहिँ साग यत्रो भइसक्यो हाम्रो। यहाँ चाहिँ सागबारी खाइ त हाले ठ्याक्कै। यसो हाम्रो काकाको कान्छा काकाको साग चाहिँ काकाले चाहिँ यहाँ अर्को हप्तादेखि चाहिँ डुकु पुरा निस्किने रहेछ। यस्तो छ सुन्तला बगानको बिचबिचमा यसरी हुन्छ सब्जीहरू पनि है। अन्त साग चाहिँ एकदम सब्जीहरू मध्येमा चाहिँ छिटो मिठो भनौँ न। गोडे रोपेपछि अब त्यति साह्रो उयो गरिरहनु पर्दैन हो। उता धुप्पीहरूको लगाएको छ। हाम्रो चाहिँ माथि पर्छ निकै माथि। अन्त हामी चाहिँ त्यहाँ पर एउटा डाँडामा जाँदैछौँ। डाँडा भ्यू सायद राम्रो देख्छ होला भनेर चाहिँ गएको है। अडीलाई पनि लिएर आएको। अन्त आमा बाटो चाहिँ एकदम झोडी भइगएछ यो बाटो। अब त्यस्तो मान्छे हिँड्ने भएन हो। अन्त पहिला हामी चाहिँ गाउँमा हुँदा चाहिँ पुरा यतातिर चाहिँ घाँसहरू काट्नु आउँथ्यो, थुप्रो दाउराहरू सबै। त्यतिखेर त यहाँतिर हामीले केही राख्थेन नि, यहाँतिर घाँसहरू सबै काटेर हो। अहिले ती मान्छेहरूले अब खेतीबारी गर्नु छोड्यो त्यति साह्रो हो। गाई बस्तु अहिले त प्रशस्तै छ घाँसहरू पनि। दाउराहरू छिरिन भाइ हिँड हिँड हिँड। अन्त हाम्रो पानीहरू चाहिँ यतैबाट आउँछ, माथि खोल्सा छ। दुम्सीहरू हिँड्छ कि के हो यत्रो यो पो छ त। अन्त टपमा आइपुगिसक्यौँ है। यहाँदेखि उपारिनेजीहरू हो। अन्त आज दिन क्लियर छैन नभए चाहिँ उताबाट नाम्चीहरू क्लियर देख्छ यहाँदेखि यता है। अन्त यता दार्जिलिङहरू पनि देख्छ। तर आज चाहिँ दिन क्लियर छैन, धुमै धुमै छ। यहाँ चाहिँ टक्कै यस्तो डाँडामा आइपुग्यो। कम्ती बाटी छैन त्यो बा हो नि। यहाँ त डेटिङ पोइन्ट पो यहाँ त यहाँतिर त। यहाँ चाहिँ हामीले एउटा पेन पायौँ है। स्टुडेन्टहरू चाहिँ यहाँ चाहिँ उतातिरको स्टुडेन्टहरू चाहिँ यहाँ आएर बस्दो रहेछ। यहाँ पेनमा चाहिँ नाम होला सायद है, कसको रहेछ हेरौँ है। नाम छैन रहेछ हो। नाम त छैन रहेछ त। खोइ थिएछ नाम ए हो त रहेछ। पेनहरू छोडिराखेछ। यहाँ चाहिँ स्टुडेन्टहरू आएर यहाँतिर पुरा बस्छ नि साला स्कुल नगएर। हेलो हामी चाहिँ बारी आइपुग्यौँ। हाम्रो बारी यहाँ चाहिँ साग रोप्नु पर्ने। अब यहाँ खानु गरेर अब यहाँ म खन्छु हो। ल हाम्रो भाइले चाहिँ यहाँनिर अब एकदमै मेहनत गरिरहेछ। फौजीबाट आएर चाहिँ छुट्टीमा चाहिँ यो चाहिँ साइट इन्फोको लागि चाहिँ उसले चाहिँ यहाँनिर साग रोप्नुलाई एकदमै आज चाहिँ यहाँ बारीमा साग रोप्नुको लागि चाहिँ खनजोत हुँदैछ हो। अस्ति जोतिराख्नु भएको रहेछ। खन खाने मेलो हुँदैछ आज चाहिँ। राम्रो खन्दो रहेछ त। मोमो बनाउँछ नि बहिनीहरूले। पाउँछ
बारीको लोकेसन चाहिँ तर यति टाढो छ कि एकदम हाई अल्टिट्युडमा घर चाहिँ छ यहाँ तल ल यहाँसम्म चाहिँ कन्टिन्यू तिमीले त एकै थुप्रो बनायो त भित्तावटि तान्नुपर्छ त यहाँ चाहिँ पुसाइ र म पालै पिलो खन्दैछु म यहाँ अब खनेर पुरिन्छ है फेरि गार्दन पो हुन्छ है पुसाइ गार्दन सुन्नु भएको छ 1.5 तोला मात्रै छ भन्छ पुसाइको गार्दन हुन्छ है फेरि झरेर भिलेज लाइफमा चाहिँ यस्तै हुन्छ है हाम्रो चाहिँ है अब सिजनमा सब्जीपातहरू रोप्नु पर्यो अन्त यो चाहिँ अब सागको सिजन आइरहेको छ अहिले साग रोप्दैछ यता माथितिर चाहिँ रोपिसकेको रहेछ मम्मीहरूले अन्त आज चाहिँ हामी एकछिन आएको यहाँदेखि हाम्रो गाउँहरू छ तल देख्दैछ हाम्रो घर त्यहाँ हो यो काकाहरूको यो भाइहरूको यता हाम्रो बोजूहरूको गाउँ उता जोरताङ यहाँ माथि नाम्ची दार्जिलिङ यहाँ देख्छ आज चाहिँ तर दिन एकदम धुमै छ सो त्यही भएर क्लियरै देखेको छैन नभए त क्लियर हुन्छ सबै देख्छ यहाँ पारितिर यस्तो यता परतिर त्यो कञ्चनजङ्घाको माउन्टेन भ्यू अलिअलि देख्छ हो यता पर नाम्ची जोरताङ अन्त यस्तो हो हाम्रो गाउँ चाहिँ यहाँ चाहिँ रुख ज्यादा छ यता माथितिर चाहिँ जङ्गल ज्यादा छ नि त हाम्रो त्यही भएर जङ्गल यो देख्दैन तलतिर मात्रै हो ल सुल्काउ ए लाग्यो झन्डै भाइ लाग्छ है उता जा कहाँदेखि लिएको भनिदेऊ न माथि जङ्गलबाट भोलि यहाँ मामाहरू आउनुहुन्छ मिस्त्री है कस्तो डर लाग्दो धार निस्किन्छ हेर्नु न यसलाई त मेटाउनु पर्छ नि हो भाइको यस्तो सुनि उफ्रेको कि यसरी च्याक्क भएर कम्ती डर लागेको होइन नि यो चाहिँ ऊ माथि जङ्गलबाट ल्याएको भाइले यो पनि थाकेर हत्तु भयो यहाँनिर आज अडी खाँदैछ अझै हेर ल हामी चाहिँ घर आइपुग्यो हो त्यहाँबाट चाहिँ हामीले चाहिँ गोरुको अस्तिको बुङको सुप बनाइरहेको थिएँ त्यो खाँदैछ ओके बाइ